शारीरिक मानसिक रूपमा शरीरलाई आराम दिलाउनको लागि गरिने एउटा अभ्यास। त्यो अभ्यास गर्नको लागि सबैभन्दा पहिला बस्नुहोस्, खुट्टा फैलाउनु होला, बिस्तारै बिस्तारै पल्टिने, उत्तानो गरेर सुत्नु भएको छ। खुट्टालाई अलिकति फटाउनुहोस्, हातका हत्केलालाई माथिल्तिर फर्किने गरी कम्मरको छेउमा राख्नुहोस्। सकभर खुट्टा र हात म्याटभित्र पर्ने गरी राख्नुहोला, अथवा बिस्तारामा सुत्नु भएको छ भने अलिअलि फैलाउनु होला। आँखा बन्द, नाकबाटै सास लिनु होला, नाकबाटै फाल्नु होला। मुख बन्द। सम्पूर्ण रूपमा शरीरलाई शिथिल छाडिदिनुहोस्। शरीरलाई खुकुलो छोडिदिनुहोस्। शरीरलाई महसुस गर्नुहोस्, शरीरको भार महसुस गर्नुहोस्। प्रत्येक अङ्गको भार, प्रत्येक शरीरको भागमा रहेको दुखाइ महसुस गर्नुहोस्, पीडा महसुस गर्नुहोस्। सम्पूर्ण कुराहरूलाई भुइँलाई जिम्मा लगाइदिनुहोस्। शरीरको थकान, शरीरको भार, सम्पूर्ण पीडाहरू भुइँलाई जिम्मा लगाइदिनुहोस्। सास गहिरिँदै गहिरिँदै गइरहेको छ। खुट्टाको बुढी औँलालाई निहाल्ने प्रयास गर्नुहोस्, महसुस गर्नुहोस्। अन्य औँलाहरूलाई महसुस गर्नुहोस्। पैतालालाई महसुस गर्नुहोस्। कुर्कुचालाई महसुस गर्नुहोस्। त्यहाँ भएका सम्पूर्ण विकार, फोहोर, दुखाइ श्वाससँगै बाहिर फालौँ। सम्पूर्ण ध्यान गोलीगाँठोमा त्यहाँ भएको दुखाइ, त्यहाँ भएको पीडा, सम्पूर्ण फोहोर श्वाससँगै बाहिर फालिदिनुहोस्। सम्पूर्ण ध्यान नलिहाड, पिँडौलामा शरीरलाई शिथिल छाडिदिइरहनु भएको छ। पिँडौलामा ध्यान दिइरहनु भएको छ। त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ सम्पूर्ण रूपमा नष्ट भइरहेको छ। बिस्तारै सम्पूर्ण ध्यान घुँडामा त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ बिस्तारै बिस्तारै साससँगै बाहिर गइरहेको छ। बिस्तारै सम्पूर्ण ध्यान साप्रोमा त्यहाँ भएको फोहोर सम्पूर्ण रूपमा बाहिर गइरहेको छ। बिस्तारै सम्पूर्ण ध्यान जननेन्द्रियमा त्यहाँ भएको फोहोर भावना, फोहोर सम्पूर्ण कुराहरू बाहिर गइरहेको, स्वच्छता आइरहेको अनुभव गर्नुहोस्। बिस्तारै बिस्तारै ध्यान पुठोमा लिएर जानुहोस्। त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ सम्पूर्ण भावनाहरूलाई श्वाससँगै बाहिर फालिरहेका छौँ। बिस्तारै बिस्तारै सम्पूर्ण ध्यान कम्मरमा त्यहाँ भएको दुखाइ, त्यहाँ भएका हड्डीमा रहेको फोहोर, त्यहाँभित्र मासुमा रहेको फोहोर, रगतमा भएको फोहोर सम्पूर्ण श्वाससँगै बाहिर गइरहेको छ। बिस्तारै सम्पूर्ण कम्मर, ढाड, फिरपातोलाई महसुस गर्नुहोस्। सम्पूर्ण मासुहरूलाई खुकुलो छाडिदिनुहोस्। सम्पूर्ण थकान नष्ट भइरहेको अनुभव गर्नुहोस्। बिस्तारै बिस्तारै सम्पूर्ण ध्यान नाइटोमा, नाइटोभित्र जाने प्रयास गरौँ। त्यहाँ भएका फोहोर सम्पूर्णलाई निहाल्दै बाहिर निकाल्ने प्रयास गरौँ। बिस्तारै बिस्तारै ध्यान सम्पूर्ण छातीमा, त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ
सम्पूर्ण श्वाससँगै बाहिर फालिरहेका छौँ। बिस्तारै बिस्तारै सम्पूर्ण ध्यान घाँटीमा, त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ, त्यहाँ भएका भावना सम्पूर्ण श्वाससँगै बाहिर गइरहेको छ। बिस्तारै सम्पूर्ण ध्यान कुममा, त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ बिस्तारै श्वाससँगै बाहिर गइरहेको छ। बिस्तारै बिस्तारै सम्पूर्ण ध्यान पाखुरा, कुइना, नाडी, हत्केलाहरूमा राख्नुहोस्। सास फाल्दै गर्दाखेरि सम्पूर्ण हातहरू शिथिल भइरहेको छ, फोहोर सम्पूर्ण नष्ट भइरहेको छ। सम्पूर्ण ध्यान घाँटीमा, त्यहाँ भएको फोहोर, त्यहाँ भएको दुखाइ सम्पूर्ण बाहिर गइरहेको छ। सम्पूर्ण ध्यान अब टाउकोमा केन्द्रित गर्नुहोस्। टाउको, कपाल, नाक, आँखा, कान, मुख, चिउँडो सम्पूर्ण अनुहार महसुस गरौँ। त्यहाँ भएका फोहोर सम्पूर्ण सासका माध्यमबाट बाहिर गइरहेको छ। बिस्तारै बिस्तारै सम्पूर्ण शरीरलाई केही पटक निहाल्ने प्रयास गरौँ। गहिरो लामो सास लियौँ, गहिरो लामो सास फालौँ। सास गहिरिँदै गहिरिँदै गएको छ। शरीर शिथिल हुँदै गएको छ। सम्पूर्ण थकानबाट मुक्त, सम्पूर्ण पीडाहरूबाट मुक्त। शरीर शिथिल भएको छ। ध्यान केवल नाकको टुप्पोमा राख्नुहोला। सास आउँछ, सास जान्छ। सास आइरहँदा सो गरिरहेको छ, गइरहँदा हम गरिरहेको छ। त्यही सो र हमको ध्वनिलाई महसुस गर्दै सास गहिरो लिनुहोस्, गहिरो फाल्नुहोस्। सास गहिरो लिनुहोस्, गहिरो फाल्नुहोस्। सास आइरहँदा छाती पेट फुलिरहेको छ। सास गइरहँदा छाती पेट खुम्चिरहेको छ। सास सँगै फुलिरहेको छाती, फुलिरहेको पेट महसुस गर्नुहोला। सास गइरहँदा खुम्चिरहेको छाती, खुम्चिरहेको पेट महसुस गर्नुहोस्। सास गहिरिँदै गएको छ, मन शान्त हुँदै गएको छ, शरीर गहिरो गहिरो निद्रामा गइरहेको छ। शरीर शिथिल भइरहेको छ, गहिरो निद्रामा गइरहेको छ। सम्पूर्ण शरीरको बल नष्ट भइरहेको, शरीर शिथिल भइरहेको, कुनै पनि अङ्गहरूले अहिले काम गर्न नसक्ने अवस्था भइरहेको अनुभव गर्नुहोस्। शरीर निदाइरहेको छ, सम्पूर्ण रूपमा निद्रामा। बिस्तारै बिस्तारै निदाइरहेको शरीरबाट चेतनालाई अलग्ग हुँदै माथिबाट शरीर सुतिरहेको शरीरलाई निहाल्ने प्रयास गरौँ। यो हड्डी, यो मासु, यो रगतको थोप्रो, यो शरीर बाहेक पनि म चेतना रहेछु भन्ने अनुभव गर्दै गर्दै शरीरप्रति कृतज्ञ रहँदै त्यो उडिरहेको शरीरलाई एउटा सुन्दर बगैँचामा गएर सुतिरहेको अनुभव गर्नुहोस्। सुन्दर बगैँचा, आफूलाई मनपर्ने फुल, चराचुरुङ्गीको आवाज, सँगै बगिरहेको खोलाको आवाज, सिरसिर गर्दै चलिरहेको हावाको स्पर्श, माथिको नीलो आकाश, सूर्यको किरणले हजुरको शरीरलाई छोइरहेको अनुभव गर्नुहोस्। प्रत्येक किरणसँगै शरीर सुकोमल हुँदै हुँदै आएको, सुन्दर हुँदै हुँदै आएको छ। प्रकृतिको त्यो मनोरम दृश्य महसुस गर्नुहोस्। शरीरले घाँसलाई, भुइँलाई महसुस गरिरहेको छ। हावा महसुस गरिरहेको छ। कानले चराचुरुङ्गीको आवाज, हावाको सिरसिर, पानीको आवाज सम्पूर्ण कुरा महसुस गरिरहेको छ। नाकले माटोको गन्ध, फुलको गन्ध, चराचुरुङ्गीको सम्पूर्णको गन्ध लिइरहेको छ। शरीरभित्रको खालीपनले आकाश महसुस गरिरहेको छ। सम्पूर्ण शरीर प्रकृतिलाई सुम्पिदिनुहोस्। प्रकृति जस्तै स्वच्छ भइरहेको अनुभव गर्नुहोस्। प्रकृति जस्तै शान्त भइरहेको अनुभव गर्नुहोस्।
गहिरो लामो सास लिइरहनु भएको छ, गहिरो लामो सास फालिरहनु भएको छ। शरीर गहिरो निद्रामा गइरहेको छ। प्रकृतिका माझ शरीरले घाँस, दुबो, पानी, हावा, आकाश, सूर्यको किरण सम्पूर्ण कुराहरू महसुस गरिरहेको छ। बिस्तारै 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 त्यो सम्पूर्ण शरीर प्रकृतिमा विलीन भएको अनुभव गर्नुहोस्। शरीर प्रकृतिमा विलीन भइसकेको छ। केवल म भन्ने चेतना मात्र बाँकी। कुनै पनि अस्तित्व छैन शरीरको। शरीरमा भएको ठोस कुराहरू माटोमा मिसिरहेको छ। जल तत्त्वहरू पानीमा मिसिरहेको छ। हावा शरीरको प्राणलाई लिएर मिसिरहेको छ। सम्पूर्ण खालीपनलाई आकाशले लगिरहेको छ। सम्पूर्ण शरीरको पाचन शक्ति तापलाई सूर्यको किरणले लिइरहेको छ। शरीर सम्पूर्ण रूपमा प्रकृतिमा मिसिएको छ। शरीर आखिर केही पनि रहेनछ, सम्पूर्ण प्रकृति रहेछ। म केवल चेतना रहेछु भन्ने अनुभव गर्दै गर्दै सम्पूर्ण कुराहरूबाट आफ्नो पञ्चमहाभूत शुद्ध भइरहेको अनुभव गर्नुहोस्। आफूभित्रको सम्पूर्ण प्रत्येक कण कण शुद्ध भइरहेको अनुभव गर्नुहोस्। पृथ्वीबाट ठोस तत्त्वहरू बनिरहेको छ। पानीबाट शरीरभित्र बग्ने जलहरू, बग्ने कुराहरू, रसहरू बनिरहेको छ। सम्पूर्ण तापबाट, सूर्यको किरणबाट शरीरभित्रको पाचन प्रणाली, पाचक रसहरू, तापहरू बनिरहेको छ। हावाले शरीरभित्र प्राण भरिरहेको छ। आकाशले शरीरभित्र खालीपन बनाइरहेको छ। सम्पूर्ण शरीरलाई हलुको बनाइरहेको छ। बिस्तारै सम्पूर्ण शरीर निर्माण भइरहेको अनुभव गर्दै गर्दै पुनः प्रकृतिमा आफ्नो शरीरलाई महसुस गर्नुहोस्। बिस्तारै बिस्तारै त्यो शरीर उड्दै 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 आफू सुतिरहेको ठाउँमा आइरहेको अनुभव गर्नुहोस्। माथिबाट निहाल्नुहोस् यस हड्डी, यस मासु, यस अस्थिहरूको थुप्रो, यो रगतको थुप्रोलाई। बिस्तारै त्यसमा प्रवेश गर्नुहोस्। प्रवेश गर्नुहोस्। गहिरो लामो सास लिनुहोस्। आफ्नो शरीरप्रति अपनत्व महसुस गर्नुहोस्। शरीरप्रति कृतज्ञ रहनुहोस्। शरीरका औँलाहरू, खुट्टाका पैताला, पिँडौला, खुट्टा, तिघ्रा, सम्पूर्ण कम्मर भाग, पुठो भाग, पेट, छाती, हातहरू, कुम, टाउको, सम्पूर्ण कुरा महसुस गर्नुहोस्। अपनत्व महसुस गर्नुहोस्। गहिरो लामो सास लिनुहोस्। गहिरो लामो सास फाल्नुहोस्। सास गहिरो लिनुहोस्। गहिरो फाल्नुहोस्। खुट्टाको पैतालादेखि टाउकाको टुप्पीसम्म शरीरका सम्पूर्ण विकारहरू गइसकेको छ। शरीर स्वस्थ भइरहेको छ। शरीरका मनका सम्पूर्ण दुःख, सम्पूर्ण पीडा, भावन नष्ट भइसकेका छन्। शरीर शिथिल छ। सम्पूर्ण शरीरभित्र हुनुपर्ने बल, सम्पूर्ण हुनुपर्ने ऊर्जा आफूभित्र आइरहेको छ। आफूभित्र सकारात्मक ऊर्जा आइरहेको अनुभव गर्नुहोस्। केवल सकारात्मक ऊर्जा, सकारात्मक सोच, स्वास्थ्य आफूभित्र आइरहेको छ। प्रत्येक कोशिका प्रफुल्ल छन्। आफ्नो कार्य गर्नलाई प्रेरित भइरहेको अनुभव गर्नुहोस्। सम्पूर्ण अङ्ग मिलेर आफ्नो कार्य गरिरहेका छन्। स्वस्थ भइरहेका छन्। जानुपर्ने विकार गइरहेको छ। आउनुपर्ने पोषण आइरहेको छ। जानुपर्ने विचारहरू सबै गइरहेका छन्। आउनुपर्ने सकारात्मक विचारहरू सबै आफूभित्र समाहित भइरहेको छ। आफूलाई निर्माण गर्ने प्रकृति होस् या ईश्वर, त्यसलाई स्मरण गरौँ।
उहाँप्रति कृतज्ञ रहँदै रहँदै बिस्तारै म सँगसँगै यो मन्त्र उच्चारण गर्नुहोला। खुट्टाभन्दा नाइटोभन्दा तललाई महसुस गर्नुहोस्। नाइटो र छातीको बीचमा महसुस गर्नुहोस्। छातीभन्दा माथि महसुस गर्नुहोस्। बिस्तारै सास गहिरो लिनुहोस्, गहिरो फाल्नुहोस्, गहिरो लिनुहोस्, गहिरो फाल्नुहोस्। बिस्तारै हात रगड्नुहोस्। हातका हड्कीलाई तातो बनाउनुहोस्। ताका भएका हड्कीले आँखालाई स्पर्श गर्नुहोस्। बिस्तारै हातका हड्कीलाई हेर्दै हेर्दै आँखा खोल्नुहोस्। खुट्टा जोड्नुहोला। हड्कीलाई भन्दा स्पर्श गर्दै बिस्तारै उठ्ने। धन्यवाद।